हामी चाहिँ अहिले वशिष्ठ गुफामा आइसकेका छौँ। हाम्रो यता चाहिँ वशिष्ठ ऋषि यता हुनुहुन्छ। यहाँबाट भित्र त हाम्रो यहाँ गुफा रहेको छ। वशिष्ठ गुफा भित्र पसेर वशिष्ठ ऋषिको प्रतिमाबाट पनि अझै भित्र पसेको छौँ हामी, जहाँ चाहिँ शेषनाग र अन्य कुनै शिलाहरू छन्। वशिष्ठ ऋषिले तपस्या गरेको स्थान यही हो। वशिष्ठ गुफाबाट अब सीता गुफातिर जाँदैछौँ हामी। अलिकति तल झरेर एउटा कन्दराको कुनातिर भित्तातिर रहेको छ सीता गुफा। हामी चाहिँ अहिले सीता गुफामा आएका छौँ। हामी चाहिँ अहिले यहाँ चाहिँ सीताजीले चाहिँ भू समाधि लिनुभएको स्थान भनेर चाहिँ परिचित रहेको छ। यहाँ चाहिँ पहाडको बिचबाट चाहिँ यहाँ चाहिँ आफै भूले चाहिँ जमिनले चाहिँ सर्लका सीता मातालाई चाहिँ स्वीकार गर्नुभएको ठाउँ भनेर चाहिँ यहाँ चाहिँ परिचित रहेको छ।